नमस्ते, म एसपी ढकाल। आजको यो भिडियो सामग्रीमा मैले थोरै पुस्तक पढ्दै गर्दा उक्त पुस्तकमा भेटेको केही सामग्री तपाईहरु माझमा चाहिँ शेयर गर्ने प्रयास गरेको छु। यो मान्छे डिप्रेसनमा चाहिँ किन जान्छ भन्ने सन्दर्भमा चाहिँ त्यहाँ तीनवटा कुरा उल्लेख गरेको पढे मैले। त्यसमा चाहिँ मान्छे तीन कारणबाट डिप्रेसनमा जाने खतरा एकदम बढी हुन्छ भन्ने चाहिँ उल्लेख छ। ती तीन कुरा भनेका सन्तान, सम्पत्ति र सम्मानको आसक्तिमा हिँड्ने मान्छे डिप्रेसनमा जान्छ भनेर चाहिँ उल्लेख गरिएको छ। पहिलो आसक्ति सन्तानका कारण कसरी डिप्रेसनमा जान्छ त भन्दाखेरि चाहिँ उसले मेरा सन्तान भयंकर हुनुपर्छ भन्ने सोच राख्छ। मेरा सन्तानले मोज गर्नुपर्छ, मेरा सन्तान धनी हुनुपर्छ, यो सन्तान प्रतिको आसक्ति हो। यसले चाहिँ मान्छेलाई यसको खोजीमा मान्छे जब भौतारिन्छ तब चाहिँ ऊ डिप्रेसनको चाहिँ शिकार हुन पुग्दछ। अर्को कुरा भनेको सम्पत्ति प्रतिको आसक्ति, यो डिप्रेसनको दोस्रो कारण भनिएको छ। यसमा चाहिँ म धनी बन्नुपर्छ भन्ने सोच राख्ने को भन्दा त भन्दाखेरि चाहिँ अझ छिमेकीलाई गरिब बनाएर म धनी बन्नुपर्छ भन्ने चित्तले कसरी सुख दिन्छ, यो विचारणीय यो प्रश्न रहेको छ। हामी सबै धनी बन्नुपर्छ भन्ने सोच राखे भए पो एउटा चाहिँ अर्थ दिन्छ त, त्यो पनि छैन। अर्को तेस्रो आसक्ति भनेको सम्मान। मसँग सन्तान भए, मसँग सम्पत्ति भयो, तर मलाई कसैले टेरेन, मलाई कसैले पुछेन, आसन ग्रहण गराएन, भाषण ग्रहण गराएन, राशन ग्रहण गराएन। यही चित्त, यसैमा चाहिँ चित्त दुखाउने र यस्ता चाहिँ कुराले चाहिँ मान्छेलाई डिप्रेसनमा लैजान्छ। त्यो कारण चाहिँ सन्तान, सम्पत्ति र सम्मानको आसक्तिमा मान्छेमा चाहिँ डिप्रेसन हुन्छ भन्ने कुरा गरिएको छ। त्यसकारण चाहिँ अस्वाभाविक व्यक्तिगत स्वार्थ जब चाहिँ मान्छेमा हाबी हुन्छ त्यसले मान्छेलाई चाहिँ डिप्रेसनमा पुर्याउँछ। त्यो कारण चाहिँ जीवन र जगतलाई एकचोटि बुझ्ने र सकारात्मक सोच र चिन्तनले जीवनलाई चाहिँ रमाइलो बनाउने प्रयास गर्यौं भने हामी डिप्रेसनको शिकारबाट मुक्त हुन सक्छौं। धन्यवाद, नमस्कार।